मेरो दाइ जस्तो देखे हजुरलाई अनि ठ्याक्कै हो म जस्तै हुनुहुन्छ ल आँखामा पानी आएको होइन चित्त दुख्छ नरुनुहोस् के भयो भन्नु त यता हेर्नु त मतिर दिदी यता हेर्नु त मतिर माइती माइती हजुर माइतीमा पनि के सोच्नु भयो त दाजु धेरै माया लाग्छ हो हजुर त्यो भएर उसको माइती अब एउटा छ सेम तपाईँ उमेर पनि तपाईँको छ बोली पनि तपाईँको जस्तो छ त्यही सोचेर उसले अलिकति खानुपर्छ बस्नुपर्छ हिँड्नुपर्छ तर सबै बेर फोन उठाएर पनि सक्दैनौँ कसैले कराउनु पनि हुन्छ किन फोन उठाइनस् तिमीहरूको काम फोन उठाउने हो भनेर भन्नुहुन्छ तर सबै फोन हामीले उठाउनु पनि सक्दैनौँ यो पनि भन्न चाहन्छु एकजना सुत्केरीको अवस्था एकदमै बिजोग छ घरमा खाने केही पनि छैन केही पनि छैन एउटा बेड पनि छैन एउटा डस्ना पनि छैन एउटा सुत्केरीलाई यति मात्रै छ हेर्नु दर्शक बान्धव यो अवस्था छ यस्तो अवस्था छ यस्तो ग्यास किनौँ भनेर भन्दा भन्दै लकडाउन हो यो ग्यासको कुरो यो स्टोभमा पकाउनुहुन्छ अहिलेसम्म खाना दाल मस्यौरा नुन तेल चामल एउटा जे जस्तो भए पनि यतिखेरको समय भनेको जाउली भए पनि खान सकियो नि त यति भएपछि त आज पनि फेरि पनि यो सुत्केरीको कोठा हेर्न सक्नुहुन्छ तपाईँले उता छेउबाट हेर्नुहुन्छ भने त्यहाँ केही पनि छैन अलिकति कार्टुनहरू राखेको छ यतातिर अलिकति कपडा छ यो एउटा सुत्केरी सुत्ने बेड हो दर्शक महानुभावहरू यहाँ कुनै बेड पनि छैन एउटा तलतिर यो म्याट बिछाइएको छ म्याट बिछाइसकेपछि माथि एउटा सानो डस्ना राखिएको छ र सानो नानी त्यहाँ सुतेको छ छोरी जन्मेको रहेछ लक्ष्मीको बास भएको छ यतिखेर लक्ष्मीको जन्म भएको छ यता साथमा सुत्केरी दिदी हुनुहुन्छ उहाँ श्रीमान दाई पनि हुनुहुन्छ सँगै हुनुहुन्छ अनि यतातिर हेर्नुहुन्छ भने यो खाना पकाउने ठाउँ हो दर्शक महानुभावहरू यो खाना पकाउने ठाउँ सुत्केरी 1 महिना कि सुत्केरीले खाना पकाउने ठाउँ र सुत्ने ठाउँ कस्तो छ भन्दाखेरि तपाईँले आफै देख्न सक्नुहुन्छ यहाँ केही पनि छैन बिछाउने जे पनि तपाईँ त यति भाग्यमानी हुनुहुन्छ सँगै श्रीमान हुनुहुन्छ छोरी छ एउटा कोठा छ बस्ने बास छ ओत लाग्ने ठाउँ छ अहिले त मान्छेहरू 10-15 दिन हिँडेर गाउँ गइरहेका छन् उनीहरूको अवस्था कस्तो होला भन्नु त यो चाहिँ हाम्रो सानी लक्ष्मीलाई चाहिँ मुख हेरेको ल मलाई देखाउनु त मुख एकचोटि ल भाग्यमानी हुनु तिमी चाहिँ यो समय गर ल समयसँगै परिवर्तन भइरहेको छ तपाईहरूको पल पलको साथी टाइम्स खबर नेपाल लाइक शेयर सब्स्क्राइब गरी सँगै रहेको बेल आइकनलाई पनि दबाइदिन नबिर्सनुहोला बिजोगै रहेछ त कस्तो बिजोग रहेछ त यहाँ त कति महिना सुत्केरी हुनुभएको र 1 महिना भयो हजुर श्रीमान ए ल ठिकै छ राम्रो ठाउँ आएछ म त अहिले हेर्नु यो सबैले खाना छैन भनेर दिनभरि फोन आएर हैरान बनाउँछ हैन तर अब चाहिँ हामीले के भन्यौँ भने हेर्ने पहिला साँच्चै यो बेलामा भनेको त खाना चाहिएको छ नि त अलिअलि भगवान त खाना सक्छ तर खानै चाहिएकोले खाना दिँदा त खुसी हुन्छ हामीलाई पनि खुसी ऊ पनि खुसी त्यही भएर चाहिँ यहाँ चाहिँ सही ठाउँ राम्रो तपाईँलाई चाहिएकै मान्छे रहेछ हजुरले कति ठाउँमा हैन त्यस्तो राम्रो काम गर्नु भएको छ त्यही भएर हामीले हजुरलाई बोलाएको नि धेरै धेरै धन्यवाद दिदी खुसी लाग्यो मास्क छैन तपाईँको मास्क लाउनुपर्छ मास्क लगाउनु सुत्केरी मान्छे छन् अरू बाहिरको मान्छे आएपछि गाह्रो हुन्छ ल एकैछिन पानी खाऊँ अनि सुरु गरौँ नमस्ते दिदी पानी खानु पर्यो त्यो दुखीहरूको लागि त भगवानै हो माया धेरै लाग्छ म पनि त्यस्तै हो बुढो पछि दुःख पाएको मान्छे हो बुढोलाई यहाँ हुँदा नमस्कार टाइम्स खबर नेपाल हेरेर बस्नुहुने सम्पूर्ण तमाम दर्शक महानुभावहरूलाई स्वागत गर्न चाहन्छु म तपाईँको साथी हिमेशको तर्फबाट यतिखेर समय भनेको लकडाउनको समय छ दर्शक महानुभावहरू यो समयमा धेरैलाई एउटा मात्रै समस्या छ अहिले खानाको धेरैले फोन गरिसकेपछि हामीले आफ्नो तर्फबाट बाँड्ने चिज बाँडिसक्दा पनि अझै पनि हामीलाई फोन आउनेको सङ्ख्या घटेको छैन दर्शक महानुभावहरू किनकि साँच्चै के भन्दाखेरि यो अवस्थामा खाना नपाउनेहरू धेरै हुनुहुन्छ
ठाउँ ठाउँमा खाना खुवाएर बाँडिँदै पनि छ। तर आजसम्म हामीलाई फोन आएका मध्येमा अझै पनि यो आजको यो कोठा अथवा यो ठाउँ धेरै बिजोग लाग्यो। मलाई हिजो मात्रै अथवा आज बिहान एकजना दिदीले फोन गर्नुभयो, यहाँ बौद्धको चुच्चे पार्टीमा चाहिँ एकजना सुत्केरीको अवस्था एकदमै बिजोग छ, घरमा खाने केही पनि छैन अनि 1 महिनाको सुत्केरी हुनुहुन्छ। काम गर्नुहुन्थ्यो श्रीमानले, तर अहिले काम नभइसकेपछि उहाँहरूलाई खाना लाउन निकै गाह्रो छ। बिचरा सुत्केरी भनिसकेपछि मलाई फेरि सुत्केरी शब्द भन्ने बित्तिकै एकदमै माया लागेर आउँछ, किनकि पहिलेदेखि हामीले सुत्केरीको अवस्था देखेका पनि थियौँ र कस्तो अवस्था थियो भनेर पनि बुझेका थियौँ। आज पनि फेरि पनि यो सुत्केरीको कोठा हेर्न सक्नुहुन्छ तपाईँले। उता छेउबाट हेर्नुहुन्छ भने त्यहाँ केही पनि छैन, अलिकति कार्टुनहरू राखेको छ, यतातिर अलिकति कपडा छ। यो एउटा सुत्केरी सुत्ने बेड हो दर्शक महानुभावहरू, यहाँ कुनै बेड पनि छैन। एउटा तलतिर यो म्याट बिछाइएको छ, म्याट बिछाइसकेपछि माथि एउटा सानो डसना राखिएको छ र सानो नानी त्यहाँ सुतेको छ। छोरी जन्मेको रहेछ, लक्ष्मीको बास भएको छ, यतिखेर लक्ष्मीको जन्म भएको छ। यता साथमा सुत्केरी दिदी हुनुहुन्छ, उहाँ श्रीमान दाई पनि हुनुहुन्छ, सँगै हुनुहुन्छ। अनि यतातिर हेर्नुहुन्छ भने यो खाना पकाउने ठाउँ हो दर्शक महानुभावहरू, यो खाना पकाउने ठाउँ। सुत्केरी 1 महिना कि सुत्केरीले खाना पकाउने ठाउँ र सुत्ने ठाउँ कस्तो छ भन्दाखेरि तपाईँले आफै देख्न सक्नुहुन्छ। यहाँ केही पनि छैन बिछाउने, एउटा बेड त्यहाँ सानो त्यो म्याट बिछाएर त्यसरी राखिएको छ। साँच्चै के भन्दाखेरि यो बिजोग अवस्था देखिसकेपछि हामीले सहन सकेनौँ र आज हामीले सकेको सहयोग लिएर आएका छौँ। नेपालका साहसी पाइलटहरू 14 जना पाइलटहरू मिलेर उहाँहरूले धेरै राम्रो काम गरिराख्नु भएको छ। उहाँले केही मात्रामा राहत वितरण गरिरहेको अवस्थामा अलिकति हामीलाई पनि दिनुभएको थियो। तपाईँहरूले पनि घुमिराख्नुहुन्छ, काहीँ त्यस्तो अवस्था भएपछि तपाईँले त्यो लगेर दिनु होला भनेर हामीले 3वटा प्याकेट लिएर आएका थियौँ। तर यो अवस्था देखिसकेपछि 2टा प्याकेट भने हामीले यहाँ दिँदैछौँ। यदि हेर्दै हुनुहुन्छ भने दाइ तपाईँहरूले पठाउनु भएको सहयोग यहाँ पुगिसकेको छ, त्यो पनि मैले भन्न चाहेँ। सुरुमा म उहाँहरूसँग थोरै कुराकानी गर्छु। नमस्ते हजुर दुवैजनालाई। नमस्ते। हजुरको नाम भनिदिनु न। मेरो पारु कार्की। हजुरको? मेरो किरण कार्की। घर चाहिँ कता हजुरको? घरको मेरो इलाम। कति महिना भयो हजुरको सुत्केरी भएको? 1 महिना। छोरी भने छोरी नै जन्मेको? नामाकरण भइसक्यो? भइसक्यो। के राख्नु भयो नाम? जस्मिन कार्की। पहिलो सन्तान छोरी जन्मेको छ, लक्ष्मी भएको छ। साँच्चै के भन्दाखेरि तपाईँलाई अहिले मैले अघि नै भने यो चामल देखाउनु भएको थियो उहाँले, यो चामल के सकिएको छ अहिले तपाईँको घरमा? तपाईँले भन्नुहोस् त। चामल सबै थोक सिद्धिएछ, सबै सकिएको छ। तपाईँले काम त केही गर्नुहुन्थेन होइन? तपाईँले के गर्नुहुन्थ्यो सर काम? म त मिस्त्री काम, ज्यामी काम गर्थेँ। ज्यामी काम गर्नुहुन्थ्यो। अहिले अब काम बन्द छ? पैसा ल्याउन पाइएन, त्यो काम भोलि पैसा लानु भनेर भनेको थियो। त्यो भोलि जाँदाखेरि काम बन्द भयो, जानै दिएन पुलिसले, सक्यो। अनि दिदीलाई मैले सोधेँ, सुत्केरी 1 महिना के हुनुहुन्छ? सुत्केरीको स्याहार पाइराख्नु भएको छ? पाउने स्याहारहरू पाउनु भएको छ कि छैन? अलिअलि पाउनु भएको छैन। आँखामा पानी आएको? होइन। चित्त दुख्छ? नरुनुहोस्। के भयो भन्नु त? यता हेर्नु त मतिर। दिदी यता हेर्नु त मतिर। यता हेर्नु न, एकचोटि यता हेर्नु त, एकचोटि नरोइकन हेर्नु न। के भयो भन्नु त मलाई? नरुनुहोस्। श्रीमान साथमा हुनुहुन्छ। अझै पनि हामीले यस्तो देखेका छौँ कि सुत्केरी अवस्थामा श्रीमानले पनि साथ नदिने अवस्था पनि देखेका छौँ। आज त तपाईँको श्रीमान सँगै हुनुहुन्छ, जे जस्तो भए पनि, मिठो मसिनो भए पनि अब पनि खाना पाक्छ नि त। चिन्ता नलिनु, सुख दुःख भनेको जिन्दगीको पाटो हो। हेर्नुहोस्, सबैले भोग्नुपर्छ यो कुरा। तपाईँलाई मात्रै छैन दुःख, हेर्नु त सबैलाई दुःख छ। अझै पनि तपाईँ त यति भाग्यमानी हुनुहुन्छ, सँगै श्रीमान हुनुहुन्छ, छोरी छ, एउटा कोठा छ, बस्ने बास छ, ओत लाग्ने ठाउँ छ। अहिले त मान्छेहरू 10-15 दिन हिँडेर गाउँ गइरहेका छन्। उनीहरूको अवस्था कस्तो होला भन्नु त? त्यही भएर के सोच्नुभयो भन्नु त? के सोचेर आँखाबाट आँसु आयो तपाईँको? मलाई यता हेरेर भन्नु न एकचोटि। के सोच्नुभयो भन्नु त? के भन्नुहुन्छ कि तपाईँलाई चाहिँ? मलाई उसले सोच होला, उसको माइती पनि तपाईँ जस्तै हुनुहुन्छ, उसको एकजना माइती छ। त्यही सोचेर बोली पनि तपाईँको जस्तै छ, त्यही सोचेर उसले। पहिला हेर्नुहुन्थ्यो भिडियो? हेर्नुहुन्थ्यो उहाँले? हेर्नुहुन्थ्यो, उसले हेर्थ्यो। त्यो भएर उसको माइती अब एउटा छ, सेम तपाईँ जस्तो, उमेर पनि तपाईँको छ, बोली पनि तपाईँको जस्तै छ। त्यही सोचेर उसले अलिकति। ल ठिक छ। आज भान्जीलाई हेर्नको लागि मामा माइती, तपाईँको माइती पक्षबाट म तपाईँको भाइ नै आएको छु, त्यही सम्झिनुहोस्। अब हजुरको भाइ जस्तै, माइती जस्तै म जस्तै हुनुहुन्छ भने आज तपाईँको माइती आएको छ तपाईँको घरमा। भान्जीको मुख हेर्नको लागि मैले सकेको सामान लिएर आइदिएको छु, त्यही सोच्नुहोस्। बुझ्नुभयो?
बोल्नु न त अब माइतीसँग नबोल्ने रोएर मात्रै बस्छ नि त माइतीसँग के सोच्नु भयो मलाई अब हजुरले भन्नुहोस् त माइती हजुर माइतीमा पनि के सोच्नु भयो त दाजु धेरै माया लाग्छ हो हजुर स्याहार गर्नु भएको छ कि छैन दाइ तपाईँले चाहिँ सुत्केरीको स्याहार गर्नुभएको छ गर्नुभएको छ गरेको छु तपाईँको चाहिँ भएको आफूसँग पैसा थोरै भएको होला उसलाई मासु ल्याएर उसलाई खुवाउने आफूले त दालसँग खाने गरेको छु स्याहार गरेको छु आफूले सक्दो होइन साथीभाइसँग थोरै मागेर भने यसो त्यो सरसफाट मागेर त्यो गर्ने गरेको छु सामान्य रूपले अब त्यस्तो धेरै त छैन हो उहाँले गरिराख्नु भएको छ नि हजुरलाई राम्रै गर्नुहुन्छ नि सम्बन्ध राम्रै छ कि त्यस्तो अलिकति गाह्रो छ छैन एकदमै माया गर्नुहुन्छ नि हजुर ल अब खुसी भएर अब आँखाबाट आँसु झर्छ हेर्नुहोस् यो बेला भनेको सबैको आँखाबाट आँसु झर्ने बेला छ तपाईँको पनि झऱ्यो आँखाबाट आँसु झऱ्यो अब तपाईँको मन हल्का भयो होला हल्का भयो कि भएन अब त बोल्न सक्नुहुन्छ नि र सुरुमा म सामान देखाउँछु बोकै त बस्नु परेको छैन नि छैन है सामान सकिएको थियो दर्शक महानुभाव यो चामल यो म देखाउन चाहन्छु यहाँनिर यो बोरामा छ यो बोराको चामल हो दर्शक महानुभाव यति थियो सुत्केरी अवस्थाको श्रीमती हुनुहुन्छ यो चामल कति नै पुग्थ्यो होला आफैले गेस गर्नु त यो बढीमा भयो 2 छाकमा सकिन्छ होइन त दिदी यो 2 छाकमा सकिन्थ्यो यो चामल तर चान्स बस ठ्याक्कै फोन पनि आयो फोन पनि उठाउन सकेँ मैले र यहाँ पनि पुगेका छौँ मैले दुई प्याकेट लिएर आइदिएको छु यो चामल छ 15 केजीको चामल छ यो अनि यो सोयाबिन भन्छ है यसलाई मस्यौराको 2टा प्याकेट छ अनि त्यसपछि रातो दाल छ तपाईँको कतिवटा छ रातो दाल पनि 2टा छ दाल मस्यौरा नुन तेल चामल एउटा जे जस्तो भए पनि यतिखेरको समय भनेको जाउली भए पनि खान सकियो नि त यति भएपछि त हैन त त्यो भएर यसमा यो चामल नुन तेल मस्यौरा दाल सबै छ यसमा पनि सेम हो यो केही नभए अब लकडाउनसम्मको अवधिलाई चाहिँ मजाले पुग्छ ढुक्क हुनुहोस् अरू कुरामा बिस्तारै यताउताबाट केही भइहाल्छ अब जे जस्तो भए पनि हिजोको दिनमा दुःख सुख गर्नुभएको थियो अहिले दुःख गरौँ भन्दा पनि दुःख गर्ने ठाउँ छैन हेर्नुहोस् बाहिर होइन त त्यही भएर ल अब दिदीलाई मैले सोधेँ माइती पक्षबाट यति सामान आयो होइन अब माइती पक्षबाट आइसकेपछि अब के भन्नुहुन्छ त नि के छ भन्नुपर्ने के भन्छ माइतीलाई के भन्नुहुन्छ त ल आफ्नो माइती नै सोच्नु म पनि भाइ नै हो तपाईँको अब धेरै याद गर्नुहुँदो रहेछ होइन माया धेरै गर्नुहुँदो रहेछ आज यस्तो अवस्थामा हामी पनि आयौँ आँखाबाट आँसु पनि झार्नुभयो अनि त्यसपछि अब हामीले यो सामान पनि लिएर आयौँ अब के भन्नुहुन्छ माइतीलाई के भन्छु त दुःखको बेला हेर्न आउनुभयो होइन सामान पनि ल्याइदिनु भयो खानेकुराहरू के भन्नु र धन्यवाद भन्न चाहनुहुन्छ ल ठिक छ एकदमै राम्रो सबैजनाले धन्यवाद गर्नुपर्छ धन्यवाद उहाँहरूलाई पनि धेरै धन्यवाद अनि अब मैले माइतीको कुराकानी गरिरहँदाखेरि माइती पक्षबाट कस्तो छ सपोर्ट हजुरलाई केही छ त्यस्तो कि अपनाउनु भएको छ कि छैन अपनाउनु भएको छ अनि माया पनि गर्नुहुन्छ नि माइती पक्षबाट भेटघाट भइरहन्छ फोनमा कुरो हुन्छ मागी विवाह कि भागी विवाह हजुरहरूको राम्रो छ कति भयो बिहे गर्नुभएको चाहिँ 3 पुगेर 4 वर्ष लाग्छ 4 वर्ष लाग्छ 4 वर्ष लाग्छ ल छोरी पनि उठिन् ठ्याक्कै अब दर्शक महानुभाव मैले यति मात्रै भन्न चाहेको छु यतिखेरको अवस्था भनेको हामीले अवस्था हेरेर मात्रै राहत वितरण गरिरहेका छौँ दिनमा हामीलाई केही नभए पनि 200-300 फोन आउँछ त्यो सबै फोन उठाउन सक्दैनौँ दर्शक महानुभाव हामी पनि खानुपर्छ बस्नुपर्छ हिँड्नुपर्छ तर सबै बेर फोन उठाएर पनि सक्दैनौँ कसैले कराउनु पनि हुन्छ किन फोन उठाइनस् तिमीहरूको काम फोन उठाउने भनेर भन्नुहुन्छ तर सबै फोन हामीले उठाउनु पनि सक्दैनौँ यो पनि भन्न चाहन्छु र सकेको ठाउँमा हामीले सहयोग आफ्नो तर्फबाट गरिरहेका छौँ त्यो पनि भन्न चाहन्छु र अझै पनि हामीसँग थोरै मात्रामा अब धेरै छैन यस्तै पोका एउटा दुईटा मात्रै पोका बाँकी छ त्यो पनि हामी हेरेर अवस्था हेरेर मात्रै सहयोग गर्नेछौँ दिदीहरू वरिपरि छिमेकीहरूले चाहिँ कतिको सपोर्ट गरिराख्नु भएको छ अब दिदीहरू वरिपरि दिदीहरू यहाँ 2 जना दिदीहरू हुनुहुन्थ्यो होइन उहाँहरूले गर्नुभयो उहाँहरूले अलि पहिला 1 बोरा चामल ल्याइदिनु भयो तेल ल्याइदिनु भयो त्यो खायौँ अनि अलि तलतिर 2 जना दिदीहरूले अलिअलि पैसा सहयोग गर्नुभयो त्यहीबाट मासुहरू पाइयो त्योभन्दा अरू चाहिँ यताउता छैन जे जस्तो भए पनि दिदीहरू तपाईँहरूलाई फोन गर्ने दिदीहरूले चाहिँ सहयोग गर्नुभएको हो होइन दिदी हजुरलाई धेरै धेरै धन्यवाद है
हजुर दुवैजनालाई हजुरलाई धेरै धेरै धन्यवाद हजुरको कारण आज हामी आइपुग्यौँ होइन कसैको लागि कोही पनि भगवान् छैन दुःख परेको बेलामा साथ दिने हो हजुरहरूले फोन गरिदिनु भयो यस्तो अवस्था रहेछ आज हामी यहाँ पुग्यौँ आइसकेपछि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सोच्नु भएको थियो त दिदी यस्तो दिन पनि आउला भनेर सोच्नु भएको थियो कहिले सोचेको थिइनँ ठ्याक्कै भइपरि आयो तपाईँसँग साँझ के भन्नुहुन्छ केही कुरा त गर्नुहुन्छ होला मलाई भन्थ्यो मैले चाहिँ मेरो अब अलिअलि भएको पनि हो मैले सिप भएको मान्छे पनि हो उसले मसँग बिहा गरेको सिप भएरै हो के सोच्थ्यो भने तपाईँ त मभन्दा त अरूभन्दा धेरै कमाउने सिप भएको मान्छे भनेर बिहा गरेको आज अचानक हुँदाखेरि उसले भन्छ यो त के आयो उसले भन्यो उहाँ दिदीहरूले सहयोग गर्नुभयो उसले कुरा गर्छ त्यही दिदीहरूको कुरा गर्छ आज मात्रै अहिले यहाँ आएर यतिखेर मात्रै रुनु भएको कि अरू बेला पनि रुनुहुन्छ उहाँ चाहिँ अहिले मात्रै रोको अहिले मात्रै तपाईँलाई देखेर रोको त्यहाँदेखि रोको चाहिँ होइन के सम्झेर रुनुभयो मलाई यो जान्न मन लाग्यो क्या हजुरको आँखामा झ्याप्पै आँसु आयो त्यसरी रुनुभयो के आयो दिमागमा हजुरको मलाई भन्नुहोस् त मेरो दाइ जस्तो देखेँ हजुरलाई अनि ठ्याक्कै हो म जस्तै हुनुहुन्छ ल जो भए पनि सबैजना हामी दाजुभाइ नै छौँ उहाँको आँखामा आँसु आएछ माइती देखेर अब यो अवस्थामा जे जस्तो भए पनि अब यो सामान सँगसँगै अब माइती पक्षबाट मैले अब भान्जीको चाहिँ अब मुख हेर्नुपर्ने हुन्छ होइन त्यसको लागि मैले आज फेरि हेर्नु न बिहान नुहाइसकेपछि मैले आज पेन्ट अर्को लगाएर आएछु कि मैले पैसा पनि ल्याइनँ जस्तो लागेको थियो तर कता कताबाट फेरि यो ज्याकेटमा चाहिँ बचेको रहेछ यो चाहिँ हाम्रो सानी लक्ष्मीलाई चाहिँ मुख हेरेको ल मलाई देखाउनु त मुख एकचोटि ल भाग्यमानी हुनु तिमी चाहिँ यो समय गरेर ल भयो छोड्दिन यो राख्नुहोस् अनि अब केही हुन्छ जसोतसो भए पनि एक छाक भए पनि मासु राम्रोसँग खानु होला अरू त अब छँदैछ बिस्तारै वरिपरि दिदीहरूले पनि गर्नुहुन्छ अझ छिटोभन्दा छिटो लकडाउन खुलिसकेपछि त काम भइहाल्छ काम भएपछि त राम्रो भइहाल्छ होइन अझै पनि केही गाह्रो पर्यो उस्तो पर्यो भनेपछि भन्नु होला तर बिजोग चाहिँ बिजोगै माने है मैले यहाँ एउटा बेड पनि छैन एउटा डस्ना पनि छैन एउटा सुत्केरीलाई यति मात्रै छ हेर्नु दर्शक बाबु यो अवस्था छ यस्तो अवस्था छ यस्तो ग्यास किन्नु भनेर भन्दा लकडाउन हो यो ग्यासको कुरो यो स्टोभमा पकाउनुहुन्छ अहिलेसम्म खाना ग्यास किन्नु भन्दा लकडाउन भयो होइन कोठा भाडा तिरे त्यस पछाडि ग्यास किन्नु भन्दा लकडाउन भयो यस्तो भयो काठमाडौँ भर्खर आउनुभएको भर्खर यस्तो गर्नु न सर तपाईँले चुलो किन्नु भयो म एउटा सिलिन्डर दिन्छु हजुर हुन्छ ठिक छ त्यो अहिले चिन्ता नलिनुहोस् म एकजना दिदी पनि हुनुहुन्छ उहाँसँग पनि म कुराकानी गर्छु एकजना दाइ पनि हुनुहुन्छ होइन त्यसको लागि अहिलेलाई हामीसँग भएको कुरामा चलिरहेको छ भने यसैमा चलाऊ कि बरु त्यो पैसाले अरू भोलि बिहान सामान सकियो भने सामान खान पाइयो नि त अहिले त चलिरहेको छ होइन यदि सकिएछ अझै पनि एकदमै गाह्रो भयो भने भन्नु होला है त फेरि दुःख नमानिकन दिदीलाई भन्नु होला दिदीले मलाई फोन गर्नुहुन्छ हामी आउँला हुन्छ त दिदी खुसी हुनुहुन्छ अब बहिनी भन्छु त म त्यसो भए ल ठिकै छ जे जस्तो भयो नि खुसी भएर बस्नु ल अब अलिकति हुन्छ यस्तो जीवनमा कहिलेकाहीँ उतार चढाव हुन्छ नभएर होइन समय नै त्यस्तो भएर यस्तो दिन आउनु परेको अरू केही पनि होइन त्यस्तो नसोच्नु होला अब खुसी हुनुहोस् जे छ मिठो मसिनो बनाएर खानुहोस् मायासँग बस्नुहोस् छोरीलाई ठुलो बनाउनुहोस् हुर्काउनुहोस् र केही समस्या परेपछि तुरुन्तै फोन गर्नु होला है त हस् केही छ भन्नुपर्ने मनमा केही छ भने भन्नुहोस् है के छ भन्नु छैन अनि तपाईँको सर केही छ मेरो त अब त्यही हो अब लकडाउन छिटो खोले हुन्थ्यो कोरोना हटे हुन्थ्यो हामीले अब मजदुरले काम गर्न पाए अब हामी मजदुरै हो मिस्त्री हेल्पर ठेकदार जे भए पनि मजदुर हो मजदुरले काम गर्न पाए हुन्थ्यो त्यही हाम्रो त त्यही त हो त्यही चाहना छ लकडाउन हटोस् यो कोरोना हटोस् नेपालमा नआओस् त्यही हो हाम्रो पनि त्यही छ सबैभन्दा छिटो सबैजनालाई सुरुमा त नयाँ वर्षको शुभकामना तपाईँले चाहेको तपाईँले आँटेको सम्पूर्ण कामहरू पुरा होस् र यो भइसकेपछि तपाईँले अब आउने वर्षमा सोच्नुभएका आँट्नुभएका पाल्नुभएका चाल्नुभएका सम्पूर्ण पाइलाहरू सफलताको शिखरमा पुगोस् सबैजनालाई 2077 सालको शुभकामना छ
76 सालमा जे जस्ता भए कुराहरू भए कसैको मन दुखाउनु भयो भने अबको 77 सालमा पक्कै पनि त्यो मन दुखेको मनलाई फगाउन कोसिस गर्नुहोला र छिटोभन्दा छिटो हामी सबैले बाहिर घुम्न पाऊँ। यो लकडाउन पनि छिटो खुलोस्, कोरोना भित्र नआओस्, हाम्रो नेपालमा कसैलाई नलागोस्, संसारभरि कसैलाई पनि नलागोस्, छिटोभन्दा छिटो यसको रोगको उपचार अथवा रोकथाम होस्। हामी सबैको कामना यहीसँगै आज यो सुत्केरी दिदी अथवा दाइको अवस्थालाई हामीले तपाईँसँग प्रस्तुत गरेका छौँ। यदि उहाँहरूलाई तपाईँले सकेको रूपमा सहयोग गर्न चाहनुहुन्छ भने यो लकडाउन पछिको अवस्थामा हजुरले पक्कै पनि सहयोग गर्न सक्नुहुन्छ। हामीले खाता नम्बर राखिदिनेछौँ। यदि सक्नुहुन्छ चाहनुहुन्छ भनेपछि यो अवस्था हेर्दाखेरि साँच्चीकै माया पनि लाग्छ, तर अहिले अवस्था भनेको त्यस्तो छैन कि हामीले भन्ने बित्तिकै यो ल्याएर दिउँ भन्ने अवस्था पनि छैन। ल्याउनको लागि बाटोमा प्रहरीको धेरै चेकिङ हुन्छ। उसले भन्छ तिमीहरू पत्रकार अहिले आउँदाखेरि यो चामल बोकेर आएको, हामी प्रेस हो भन्छौँ, प्रेस भएर यो पोकापुन्तिर बोकेर कता भनेर भन्छ। अब के भन्ने, हामीले त यतिसम्म भनेर आएको छौँ कि हामी आफ्नै घरको लागि लिएर आउनुको, हामीले मेरो घरमा खाना सकियो भनेर लिएर आएको छौँ, नत्र ल्याउन दिन्न। हामीलाई त फोटो खिच्ने मात्र अधिकार हो नि त, यो पोकोपुन्तिर बोक्न दिँदैन थियो। मेरो घरमा चामल सकिएको छ, त्यो चामल लिएर आएको भनेर लिएर आएको छौँ। यसरी आउनुपर्छ हेर्नु होइन। अब जे जस्तो भए पनि राम्रोसँग बस्नुहोस्, हामी फेरि पनि आउँला है त। हस्, थ्याङ्क यू सो मच, थ्याङ्क यू।